बसौँ अब यहाँको सिट अब यस्तै पऱ्यो है बाजे आज यस्तै टिकट पऱ्यो बाजे के गर्नु टिकट बाजेलाई बोरा चाहिँ स्पेसल हामीले दिएको छ त्यो त दिन नसके पनि होइन आज हामीसँग हुनुहुन्छ चन्द्रबहादुर थापा मगर उहाँले चाहिँ यो पत्ता लगाउनु भएको बन्दीपुरमा चाहिँ जस्तो नेवारी बस्ती छ गुरुङ र मगर बस्ती छ होइन अनि त्यो हिसाबमा चाहिँ उहाँ पुरानो बासिन्दा हजुर यहाँको हजुर पुरानो बासिन्दा हजुर कति हजुरको बुवाहरू पनि यतै कि हजुर बुवाहरू यही बन्दीपुरमै हो पहिला सुरुदेखि नै बाजेदेखि नै बन्दीपुर बाजेदेखि नै त्यही त्यो घर जुन त्यो हजुर आउँदाको बाटो त्यो हजुर ए अनि बाजेलाई के झोक चलेको यति हिँड्दा डाँडा झरेर यता गुफातिर आइपुग्नु भयो त्यही त होइन यस्तो परेछ है त्यो 2044 सालको चैत महिनामा चाहिँ यो हाम्रो यही वार्डमै पर्छ यो लोही पाखामा हजुर त्यहाँनिर पटलदार भन्ने एउटा सानो गुफा छ हजुर हजुर त्यहाँ जानहरू चाहिँ प्रोग्राम थियो त्यहाँबाट त्यहाँ जान मिल्न पाएन अन्त मैले चाहिँ सुरु यो ब्रासपुङामा चाहिँ पहिलेदेखि हावा आउने हामी त्यहाँ घाँस काट्दाखेरि त्यहाँ ढुङ्गा फाल्ने डन्द्रुङ डुन्द्रुङ गरेर आवाज आउने त्यस्तो थियो पहिल्यैदेखि जमानादेखि भएको यो आवाज आउँदा बोक्सी भूत भन्ने टाइपको भएन भएन साँचो साँचो हामी स्वर्गमा छ हामी अहिलेकोलाई पनि डर लाग्छ त्यो बेला के डर थियो होला र यो मैले मेरो सोचाइमा चाहिँ यो के लाग्छ भनेदेखि यो सिद्ध गुफाको दिन आएको पत्ता आउने दिन आएको नत्र म एक्लै किन त्यस्तो साहस आउँथ्यो हजुर है त्यहाँबाट म त्यो ब्रसपुङा झरेर गएँ यो भर्याङ छ त्यो भर्याङनिर चाहिँ त्यो पाल जोडिएको छ अनि जुन यो हावा चाहिँ अक्सिजन चाहिँ माथिबाट तलबाट माथि यो गरेको छ सिस्टम हजुर अनि मैले चाहिँ राति त्यहाँ छेउमा गएपछि मैले चाहिँ स्वा गरेको आवाज सुनेँ त्यहाँबाट यहाँ त पानी ठुलो पानी रहेछ त्यहाँबाट मैले हातमा लट्ठी थियो त्यो लट्ठी फालिदिएँ तल चाहिँ डिएममा भन्ने आवाज आयो त्यो पानीको टाल रहेछ भने त्यहाँबाट अनि त्यतिकै फर्केँ त्यहाँबाट म राति मैले धेरै अनुसन्धान गरेँ गर्दाखेरि चाहिँ यो पालतिर चाहिँ अनि हामी गाई चराउन घाँस काट्न आइपुग्थ्यो यहाँ पनि यसरी चाहिँ त्यो बुट्टा यसरी हल्लिएको देख्थ्यो अनि हावाले चाहिँ रुख हल्लायो बाँदर पनि हुन्छ त्यो हजुर त्यहाँबाट अनि मैले राति त्यो अनुसन्धान गरेँ त्यहाँबाट फेरि भोलि यो पाल त्यहाँ जोडेको छ भनेर यहाँबाट मैले सुरु गरेँ हजुर यहाँ चाहिँ पाल सानो थियो यसरी चाहिँ घिसिरेर झर्नुपर्ने थियो त्यहाँ घिसिरेर झरेर म अहिले हामी डोरीबाट निस्केको थिएँ नि त्यहाँ बसेर मैले लाइट बालेर हेरेँ सबै त्यहाँबाट यहाँ आएर हेरेँ यसरी नै म चाहिँ त्यस्तै 20-25 मिनट चाहिँ म उभिँदै गएँ 44 साल धेरै भएर हुनु मलाई म्याथ गर्न लाउनु मैले पढाएँ धेरै त्यो बेला तन्नेरी नै हुनुहुन्थ्यो नि तन्नेरी त्यतिखेर म चाहिँ त्यस्तै 32-33 वर्षको थियो होला जस्तो गुफाभित्र जस्तो केही भनौँ न कहिलेकाहीँ जस्तो गुफाभित्र पत्ता लगाएपछि मान्छेले केही छोड्या हुन्छ कि कहिलेकाहीँ सम्पत्ति त्यो हामीले किंवदन्तीहरूको कथाहरूमा सुनिन्छ नि बाजे सुन चाँदी छ कि भनेर खोज्दै हिँड्नु भएन होइन होला है भित्र कोहीले के छोडेछ कि भन्ने कुरा भएन होइन यहाँ कसले छोडेर को बस्यो जस्तो हाम्रो यो सेन राजाहरूको हो नि त बन्दीपुर त होइन 22-24 राज्य हुँदा आक्रमण गर्दाखेरि त यो पनि थियो त होला नि त्यो बेला पनि लुके कि सुनहरू यताउति लुकाएको थियो होला कि भन्ने कुरो हो होइन त्यत्तिकै चाहिँ रे त्यत्तिकैमा चाहिँ मैले यत्तिकैमा अनुसन्धान गर्दै हिँडेको जस्तो लाग्छ कसैलाई नभनेर एक्लै घुम्न हजुर त्यसपछि भन्दै हिँड्नुभयो कि हजुर होइन त्यसपछि म यो काउली फुल भन्छ उता भर्याङ पुगेँ भर्याङ भएको ठाउँमा पुगेपछि अब त्यहाँदेखि उता नि यो लामै छ भन्ने थाहा भयो होइन त्यहाँबाट अनि मैले यो बन्दीपुरमा अब मेरो दुर्गा भान्जा थियो हजुर त्यहाँबाट बोर्डिङमा पढाउने चाहिँ टिचर रहेछ है दुर्गा भान्जालाई के भन्यो भने ल म यसरी पसेँ त्यो बटसपुङ्गा भन्थ्यो माथिल्लोलाई यो तल्लोलाई चाहिँ यसलाई भालुमिम भन्थ्यो म यसरी पसेँ
भने बतासुङ्गीबाट यहाँ आउने बाटो छ भनेर हजुरले पत्ता लगाउनु हावा पास भएपछि हावा गएपछि हावा पास भएकोले साइन्स खतरा हुने बाजे बाजेले भने नेचरमा हुँदा हुँदा त्यो चिज बुझेँ क्या त्यहाँबाट अन्त उनीहरूलाई खबर गरेँ ल नडराउने सुरु म चाहिँ यतिसम्म पुगेँ ल तपाईँ चाहिँ नडराउने सुरु एकदम चौकलाई लिएर आउनु भनेर मैले खबर गरेँ त्यहाँबाट उनी चाहिँ 2 दिनपछि आयो त्यहाँबाट म ऊभन्दा पहिला म भर्याङबाट नि झरेँ त्यहाँबाट अनि ल हामी त आयो भन्ने कुरा सुनेँ त्यहाँबाट अनि फेरि म आएर 3 दिनपछि उहाँहरू आउनुभयो अनि त्यहाँबाट अनि फेरि सब यो कानाकोची सब हेर जस्तो अहिले त भर्याङ छ नि जुन ओर्ले नि त्यो बेला हजुर हुँदा त नभर्याङ न केही बाटो हुनु थालेन हैन आगो बाटो कसरी थाहा पाउने त्यो कसरी गर्नु हो तपाईँले सम्झिनु चाहिँ कसरी त्यहाँ भर्याङ त्यतिखेर चाहिँ माटो त्यहाँ बाक्लै थियो माटो बाक्लै थियो मान्छे धेरै हिँड्दा हिँड्दै माटो चाहिँ सब खियो अन्त त्यो माथि बतासुङ्गीबाट त सिधै यसरी सानो टनल तलै छ नि त्यो बिना डोरीमै चढ्दिनु भयो हजुर होइन त्यो हामीले चाहिँ ऱ्यापलिङ गराउँथ्यो क्या स्टुडेन्टहरूलाई त्यसो एभरेस्ट चढ्नेवालाहरू हिमाल चढ्नेवालाहरू चाहिँ त्यो डोरीमा यसो समातेर ल म तल गएँ है भनेर दौडिन्थ्यो क्या म त ल के केटाहरू होस् लाग्छ बास बिना डोरी दौडिँदो रहेछ त्यहाँ त्यो बेलामा क्या अब यसको यो गुफाको दिन आएको भन्छु कि सर मैले अनि त्यो बाजे न त त्यति मलाई सास नहुनु पर्ने हो नि गुफाको दिन आएको भन्नुपर्छ बाँचेर बाहिर निक्लिनु परेन भने हामी बाहुन छेत्रीले त सक्दैन यस्तो त्यो आँटै छैन बाहुनले गर्यो भने त्यो गुफाको अगाडि गएर पूजा गर्ने त्यति हो मन्दिर बनाएर पूजा त्यही भनेर म त सोच्दै अचम्म लाग्यो कसरी आँटा होला नि अनि सबै चिज गरेपछि हजुरले हाम्रो बोर्डिङ पढाउने हजुरको भान्जालाई भन्नुभयो होइन 2 दिनपछि आउनुभयो अनि 2 जना सबै त्यसपछि सबै हेर्नु थाल्नुभयो अनि त्यसपछि गाउँतिर गएर भन्नुभयो त्यसपछि त यहाँ त दिनको चाहिँ नि 500-600 जना मान्छे आउने लोकलहरू सबैजनाको घुम्दै त्यही हो तिनीहरू चाहिँ सुन खोज्न आयो बाजेमा बाजेलाई सोच हुनुहुन्छ बाजेले त घुम्दै हिँड्दा होइन पुरै अब एडभेन्चर स्टाइलमा खतरा लानु त्यो जुन 500 जना आएको नि बाजे भनेर के सुन छ कि भनेर हेर्न आएका मान्छेहरू पऱ्यो अनि मैले पनि सुरुमा अब सोच्दाखेरि गुफा पत्ता लगाएर भने सोच्दाखेरि म पनि अब लोभी नै होला मेरो दिमाग पनि थाहा छ नि तर भित्रको केही त होला नि त ट्रेजर हन्ट किनकि अब म पहिलाको राजा भएको भए यदि ममा आक्रमण हुन लाग्यो पछि म बचेर आएँ भने त खोज्नु त पऱ्यो कहाँ लुकाउनु त भन्दाखेरि गुफामा अँध्यारोमा केही देखिँदैन होइन त्यसपछि त्यो काँडाकोजी खोजेपछि यहाँ चाहिँ नि त्यो माताको सामानहरू माताको सामानहरू चाहिँ घन्टी सन्टीहरू घन्टी होइन धुपरो अनि बत्ती बाल्ने पानस अनि पानी खाने सुरै यस्तो को आउँथ्यो र त्योभन्दा अगाडि जस्तो 45 सालभन्दा अगाडि को आयो यहाँलाई